यो दुईटा अनुहार चाहिँ सबैलाई याद छँदैछ हैन। म चाहिँ के भन्छु भने उहाँ जस्तो जिम्मेवारी व्यक्तिहरूले गर्ने क्वेसन भनेको यो क्वेसन चाहिँ एकदमै धेरै रङ हो है। र उहाँहरूले चाहिँ एकजनाको मात्रै होइन, दुईजनाको मात्रै होइन, धेरैजनाको चाहिँ चरित्र हत्या मतलब अरूको करियरमा चाहिँ धेरै प्रब्लम आउने तरिकाले क्वेसन गरिराख्नु भएको छ। एकजनाको मात्रै होइन, निकै धेरैजनाको, सन्दीप लामिछानेको, अनि सुरक्षा केसीको, एलिना चौहानको, धेरैजना दाजुभाइ दिदीबहिनी जति पनि अलि धेरैजनाको चाहिँ उहाँहरूले चाहिँ एकदमै चरित्र हत्या गर्नुभएको रहेछ। मैले पनि निकै धेरै हेरेर सर्च गरेर बोलेको। अनि अर्को कुरा चाहिँ मलाई बोल्न मन त थिएन, जिम्मेवारी व्यक्तिले सोध्ने क्वेसन यस्तो हुन्छ त हैन कि उहाँहरूले आफ्नो स्वार्थको लागि मात्रै हुनुपर्छ पोडकास्ट खोल्नु भएको। के पोडकास्ट खोल्यो भन्दैमा सबै कुरा रङ, एकदमै धेरै रङ क्वेसनहरू गरिराख्नु भएको छ क्या है। त्यस्तो टाइपले चाहिँ पोडकास्ट चल्दैन क्या। अरूको करियरमा चाहिँ प्रब्लम आउने तरिकाले पोडकास्ट चलाएर चाहिँ के फाइदा? हुन त उहाँहरूलाई फाइदै भएर नै यो काम गर्नुभएको होला जस्तो लाग्यो। म चाहिँ के भन्छु भने जसले क्वेसन सोधेर पोडकास्टमा गएर जसले चाहिँ उहाँहरूको बारेमा अलिकति प्रब्लम आउने तरिकाले बोल्नु भएको छ, उहाँहरूको पनि कति धेरैजनाले चाहिँ भित्री कुराहरू निकाल्नु भएको छ है। उहाँहरू अब मान्छेहरूमा सबैमा गल्ती हुन्छ, मान्छेहरूले बोल्नुभन्दा अगाडि त्यो कसैले पनि सोच्नु हुँदैन, त्यही भएर नै प्रब्लम आउने हो। म चाहिँ के भन्छु भने जति पनि यो प्रब्लममा बोल्नुहुन्छ जति पनि धेरैजनाले, उहाँहरूलाई सिधै पुरो कानुनी रूपमा जाउँ, नचाहिने कुरा नराम्रो कुराहरूको बिगबिगी फैलिनुभन्दा अगाडि नै गएर चाहिँ कानुनी रूप प्रक्रिया सब पुऱ्याएर चाहिँ कागजात बनाऊ, नत्र भने सजाय दिनुपर्छ भने दिउँ हैन। नराम्रो कुराहरूको यति धेरै विज्ञापन नगरौँ, राम्रो कुराहरूको गरौँ। र पोडकास्टबाट जति पनि यो रङ कुराहरू छ कि त यो कुराहरूलाई अब गएर कानुनी हिसाबमा अलि राम्रो तरिकाले जाउँ हैन भने यो अब धेरै कन्ट्रोभर्सीहरू नचाहिने कुराहरू चाहिँ अलि धेरै बिगबिगी नगरौँ है। मैले भन्न खोजेको चाहिँ त्यही हो। प्लिज तपाईँहरूले चाहिँ के कस्तो लाग्छ कमेन्ट गर्नु होला। र मैले बोल्दै गर्दा नराम्रो लागेमा चाहिँ त्यसको लागि चाहिँ माफ माग्न चाहन्छु है त। थ्याङ्क यू।